नमस्ते साथीहरू, तपाईहरू जति पनि मलाई हेरिराख्नु भएको छ, तपाईहरू नै आइफोन युजर हुनुहुन्छ भने यो भिडियोलाई स्किप नगरी लास्टसम्म हेर्नुहोला र आफ्नो साथीभाइलाई पनि सक्दो सेयर गर्नुहोला। एप्पलको आधिकारिक पेजबाट भर्खरै मात्रै अनाउन्समेन्ट भएको छ कि एउटा साइबर अट्याक सुरु भएको छ एप्पलमा भनेर। जुन एप्पलको आधिकारिक पेजबाट स्पाइवेयर भन्ने एउटा साइबर अट्याक सुरु भएको छ भनेर चाहिँ नोटिस जारी भएको छ। त्यसले गर्दा तपाईहरू पनि नयाँ आइफोन युजर हुनुहुन्छ र यदि तपाईहरू आइफोन चलाइराख्नु भएको छ भने आफ्नो फोनलाई चाहिँ तुरुन्तै अपडेट गर्नुहोला। 80वटा भन्दा बढी देशमा चाहिँ अट्याक भएको छ भनेर भनिएको छ। एप्पलले चाहिँ अहिले 150 भन्दा बढी देशहरूलाई चाहिँ एउटा अवेरनेसको लागि चाहिँ एउटा नोटिस पनि जारी गरिसकेको छ र सबैले चाहिँ अहिलेको आएको नयाँ भर्जन, नयाँ अपडेट 26.2 लाई चाहिँ अपडेट गरिहाल्नु तुरुन्तै, नभए तपाईहरूको चाहिँ छिनभरमा चुड्कीभरमा चाहिँ डेटा लिक भएर तपाईहरूको सबै कुरा सकिन्छ भनेर चाहिँ एउटा नोटिस जारी गरेको छ। त्यसले गर्दा तपाईहरू जति पनि नयाँ आइफोन युजरहरू हुनुहुन्छ, नयाँ मोबाइल तपाईँको अपडेट हुन्छ भने तुरुन्तै 26.2 भर्जन चाहिँ अपडेट गरिहाल्नु होला र जसको आइफोन अपडेट हुँदैन र तपाईहरूले पनि चलाइराख्नु भएको छ भने यदि तपाईहरूले पनि आफ्नो डेटाहरूलाई चाहिँ सेक्युर गरिहाल्नु होला तुरुन्तै, नभए तपाईहरूको डेटा चाहिँ लिक हुन सक्ने सम्भावना एकदमै बढी छ। तपाईहरूको ब्याङ्कदेखि लिएर सबै कुरा, तपाईहरूको डिटेल्स चाहिँ टोटली ह्याक हुने सम्भावना एकदमै बढी भएकोले गर्दाखेरि चाहिँ एप्पलले चाहिँ नोटिस जारी गरेको छ। र यदि तपाईँ नयाँ आइफोन युजर हुनुहुन्छ भने तपाईँलाई कसरी अपडेट गर्ने भन्ने समस्या भइरहेको छ भने चाहिँ त्यसको समाधानको लागि चाहिँ तपाईँ सेटिङमा जानुहोला। सेटिङमा गएर त्यहाँभित्र क्लिक गरिसकेपछि जेनरल भन्ने अप्सन आउँछ। त्यो जेनरलमा क्लिक गरेर भित्र छिरिसकेपछि तपाईँले त्यहाँ गएर अपडेट भनेर एउटा अप्सन देख्नुहुन्छ, त्यहाँ क्लिक गर्नुभयो भने तपाईँको अपडेट मजाले हुन्छ। यदि अपडेट भएन, तपाईँको फेल्ड देखाइरहेको छ भने चाहिँ तपाईँ स्टोरेज फुल भएकोले गर्दाखेरि, स्टोरेज खाली नभएकोले गर्दाखेरि पनि हुनसक्ने सम्भावना हुन्छ। त्यसले गर्दा आफ्नो स्टोरेजलाई चाहिँ खाली गरेर अपडेट गर्नुहोला। त्यो भने तपाईँको मजाले अपडेट हुन्छ। हस् त, सबै सेक्युर हुनु होला है त।